तपाईँ मूर्तिहरू बनाउनुहुन्छ, तर मूर्ति त्यो फिजिकल फर्म मात्र होइन, त्यसको पछाडि पनि धेरै कुरा हुने रहेछ। मैले तपाईँसँग कुरा गरेपछि थाहा पाएँ। एउटा मूर्ति खासमा हो कि हामीले एउटा एउटा फिजिकल फर्ममा हामीले केही कुराको रिप्रेजेन्टेसन जस्तो त लिन्छौँ नि, त्यो बाहिरबाट हेर्ने कुराहरू भयो। तर खासमा जुन हिसाबले तपाईँले बनाइरहनु भएको मूर्तिहरू भयो, जुन हिसाबको सर्टन एनर्जीको या फ्रिक्वेन्सीको मूर्तिहरू भन्नुहुन्छ, त्यो भने चाहिँ हो कि खासमा? हाम्रो यो एसियन कन्ट्री अथवा बाहिर पनि त्यस्तै छ, मूर्तिहरूमा चाहिँ भगवान्को रूप लिन्थ्यो, भगवान्को नाम दिन्थ्यो। तर हामीले चाहिँ भगवान्लाई चाहिँ इजमको रूपमा लियो कि इजममा चाहिँ एउटा ब्रान्डिङ गरे जस्तो हिन्दुजमले आफ्नो देवताहरू भन्ने, बुद्धिज्मले आफ्नो देवताहरू भन्ने, क्रिस्चियनले आफ्नो देवता भन्ने। तर त्यो चाहिँ युनिभर्सल सत्यलाई चाहिँ उनीहरूले चाहिँ ब्रान्डिङ गरेको हो। त्यो इजमभन्दा माथि छ त्यो इनर्जी चाहिँ, होइन, मतलब पहिल्यैदेखि नै थियो, एक्सिस्ट थियो। त्यसलाई चाहिँ बुझ्नको लागि चाहिँ हामी नेपालीहरूले चाहिँ 33 कोटी देवताहरू भन्छौँ नि, त्यति किसिमको क्यारेक्टरको इनर्जीले पत्ता लगाएको हो पहिला हामीले। त्यो तन्त्र विधि गर्ने मान्छेले पत्ता लगाएर चाहिँ त्यो विधिबद्ध नामहरूलाई चाहिँ स्पेसिफिक ढुङ्गामा चाहिँ त्यो इनर्जीले राखेर त्यसले चाहिँ मन्त्रविधिबाट चाहिँ त्यसलाई उत्थान गरेको हुन्छ कि प्राण स्थापना गरेको हुन्छ, होइन। अनि त्यसलाई चाहिँ हामीले चाहिँ भगवान्को रूप दिएर चाहिँ सबैले मान्नुपर्छ भनेर चाहिँ त्यो रेस्पेक्ट गर्नलाई चाहिँ नाम दिएको हो। एकदम साइन्टिफिक छ खास चाहिँ, होइन। यदि त्यसको फ्रिक्वेन्सी नाप्ने हो भने कुनै डिभाइसले त्यही फ्रिक्वेन्सी निक्लिन्छ कि त्यही इनर्जी क्यारेक्टर फ्रिक्वेन्सी निक्लिन्छ। भनेपछि हाम्रो यत्रो धेरै फ्रिक्वेन्सीलाई कसरी चलाउने, त्यो फ्रिक्वेन्सी हामीभित्र छ कि छैन भन्ने कुरा थाहा पाउनलाई चाहिँ हामी मनुष्यमा पनि सबै फ्रिक्वेन्सी हुन्छ क्या। जति जति भगवान्को फ्रिक्वेन्सी हामीले सुनेको छौँ त्यो फ्रिक्वेन्सी रिड गर्ने क्यापेसिटी डिभाइस हामीभित्रै हुन्छ कि त्यो चाहिँ हाम्रो सबैभन्दा ठुलो चाहिँ मन्त्र भनेको के हो भने कुरा बुझ्नु पऱ्यो। मन्त्र भनेको चाहिँ मनको तरङ्ग हो, मनको फ्रिक्वेन्सी हो क्या त्यो चाहिँ। त्यो भगवान्लाई फिल गर्नलाई त्यो भगवान्को मूर्ति कुनै पनि चित्रहरू हेरेपछि भित्रको फ्रिक्वेन्सी त्यो फ्रिक्वेन्सीमा कन्भर्ट हुने हो। जस्तै तपाईँले बुद्धको मूर्तिमा गएर पूजा गर्नुभयो भने तपाईँको भित्रको मनको इनर्जीमा फ्रिक्वेन्सी त्यो पिसफुल इनर्जीमा कन्भर्ट हुने हो। भैरवको मूर्तिमा गएर त्यो भैरवको इनर्जी फ्रिक्वेन्सीमा कन्भर्ट हुने हो नि त।